97 मा हैन त यो बिल्ड अप भएको हेर्नु त हामी गिङ्काकुजी वाउ टेम्पल भेरी भिजिट सुन्दर गर्नको लागि अवस्थामा छ बसबाट ओर्लिसकेको अवस्थामा छौँ। टेम्पल पनि हेर्नु साके ट्राई गर्नको लागि टक्कै यस जानकारी भइसकेको छ जसले गर्दा उनीहरूले सोधि नै हल्लाउनु फेरि चेप्ला कोपमा कङ्क्रिट गरेको याद आएन सकिसकेपछि मन्दिर अरिगातो। प्रवेश गर्नको लागि गाडी है छ है पाइसकेको अवस्थामा छौँ। अरिगातो गोजाइमास भाबीजी जापानिज स्टाइलको खाना खाँदैछौँ। चियर्स एभ्रिवान। Is there anything specific you're interested in? असिकाका योसिमासाले क्योटो सहरमा बनाएको यो मन्दिर अत्यन्तै सुन्दर पहाडी क्षेत्रमा बनिएको छ। चेप्ला कोपमा कङ्क्रिट गरेको याद आएन सबै बिस्तारै आउनु ल। को परिसरभित्र गइसकेको अवस्थामा छौँ। योसिमासाको निधनपछि यो भवन जैन मन्दिरमा परिवर्तन भयो। आज मानिसहरू यसको शान्त वातावरण, चन्द्रमाको आकारमा बनाएको सावधानी पूर्वक कोरिएको बालुवाको बगैँचा, सुन्दर पेभिलियन आकारमा बनाएको ल हजुर एकदमै स्वागत छ। पेभिलियन 1397 मा हैन त यो बिल्ड अप भएको हेर्नु त अत्यन्तै कलात्मक वाउ तरिकाले भेरी नाइस। बनाएका बाँसका रेलिङहरू अनि सुन्दर ढुङ्गे बगैँचा। एकदमै रमाइलो नेचुरल जस्तो लाग्यो। टेम्पल पनि हेर्नु, हाम्रो सुनको टेम्पल पनि हेऱ्यौँ। त्यसपछि यो बाटोहरू पनि कस्तो राम्रो बनाएको, जङ्गल पनि यतिकै राम्रो, एकदम राम्रो लाग्यो। टुरिस्टहरू त्यतिकै आइराखेको अनि हाम्रो ग्रुपहरू पनि यता रमाइलो छ। हामी चाहिँ घुम्दैछौँ अहिले दिनको 1:34 गएको छ। निकै माथि बढेको छ। घुम्ने कार्यक्रम करिब करिब सकिन आँटेको छ। यहाँको मनमोहक दृश्यले मनै आनन्द गर्यो। यो रुखहरू साना साना पोत्रा एकदम राम्रोसँग बनेका। किङ्काकुजी टेम्पलको परिसरमा रहेको यो खाना साके ट्राई गर्नको लागि टक्कै यस वाउ। ल साके किन आउँदैन ल अब चाहिँ यो मन्दिरकै हो नि भित्र धुपबत्ती बाल्नाले रतिगातो इन्जोय आउँछ हामी प्राप्त बाहिर गर्छ निस्किँदैछौँ। भन्ने जनविश्वास भएको कारणले गर्दा यहाँको यहाँ दृश्य चाहिँ प्रत्येक मान्छेहरू यसरी पुरो रमाइलो भयो। धुपबत्ती गर्दा एकदमै रहेछन्। घुम्न पर्ने ठाउँ रहेछ यो क्योटोमा आएपछि यो गिङ्कुजी टेम्पल चाहिँ वाउ। ल ल हामीले पितृको नाममा बत्ती पनि बाल्यौँ।
भिङ्कुजी टेम्पलमा बत्ती बाल्नको लागि। ल सबै आउनु होला। हाम्रो यो बत्ती बाल्ने कार्यक्रम, धुप बाल्ने कार्यक्रम पनि भएको छ। ल बुद्ध धर्म र सिन्तो धर्म चाहिँ एकदमै चलेको यो जापानमा। अहिले यो सानो सानो बच्चाहरूलाई पनि धर्म सम्बन्धी यति धेरै जानकारी भइसकेको छ, जसले गर्दा उनीहरूले आफ्नो धर्मलाई चाहिँ कहिल्यै छोड्दैन। हाम्रो सोली नै हाल्लाउनु फेरि ल है, हाम्रो घान्द्रुके सोल्टिनले माग्नु सोल्टिन माग्नुहोस् बर। अँ 1347 एक्ज्याक्टली हामी गिङ्कुजी टेम्पलबाट बाहिर निस्किँदैछौँ। को भ्रमण सकिसकेपछि हामी आउँदैछौँ। ल गिङ्कुजी टेम्पलबाट तल झर्ने क्रममा छौँ हामी। ल सबैलाई स्वागत छ। हजुर यो गिङ्कुजी टेम्पल आरिगातो धन्यवाद रे। आरिगातो। धन्यवाद। गाडी आइछ है, आई गाडी आइछ। आरिगातो गोजाइमास भाबीजी, भिराजु आरिगातो दिजु। जापानिज स्टाइलको खाना खाँदैछौँ। ट्राई गर्नुहोस् है, ट्राई। थ्याङ्क यू। चल किन्नु किन्नु। Cheers everyone. Gohan wo tabemasu. Is there anything specific you're interested in?